साल 2 महिना 30 गतेका दिन यस गण्डकी बहुप्राविधिक शिक्षालयमा हुन गइरहेको यस वक्तित्व कला प्रतियोगितामा भाग लिन पाउँदा मैले आफूलाई ज्यादै गर्वशाली महसुस गरिरहेको छु। यस वक्तित्व कलाको शीर्षक रहेको छ प्राविधिक शिक्षा आजको आवश्यकता हो। प्राविधिक शिक्षाको आज ठुलो आवश्यकता रहेको छ, किनकि तिमी बिहान उठेकोदेखि युज गर्ने कमोडदेखि लिएर बेलुका सुत्ने खाटसम्म सबै प्रविधिले घेरिएको छ। प्राविधिक शिक्षा आवश्यकता छ यदि कृषिलाई उज्जवल बनाउने हो भने, प्राविधिक शिक्षा आवश्यकता छ यदि निर्माणको क्षेत्रलाई अझै अगाडि लैजाने हो भने, प्राविधिक शिक्षा आवश्यकता छ यदि यहाँ भएको वन जङ्गल खोला नाला जस्ता स्रोत साधनलाई सही सदुपयोग गर्ने हो भने, प्राविधिक शिक्षाको आवश्यकता छ यदि स्वास्थ्यलाई सही मार्गमा लैजाने हो भने। मैले बुझेको अनुसार शिक्षा मात्रै 2 प्रकारका हुन्छन्। एक हुन्छ डिग्री हासिल गर्ने शिक्षा, अर्को हुन्छ सिप हासिल गर्ने शिक्षा, जुन प्राविधिक शिक्षाले दिन्छ। जसले डिग्री हासिल गर्छ उसको म भन्न सक्दिनँ जिन्दगी कसरी चल्छ, तर जसले सिप हासिल गर्छ उसले आफ्नो जिन्दगीमा पक्कै पनि प्रगति गरेको हुन्छ। उदाहरणका लागि इन्डियाको बेङ्गलुरु भन्ने ठाउँमा बसोबास गर्ने पूजा शर्मा, जोसँग 50वटा डिग्री थियो तर पनि उनलाई एउटा सामान्य जागिर गर्नको लागि कठोर सङ्घर्ष गर्नु पर्यो सकिएका कारणले। प्राविधिक शिक्षा थिएन, सिप थिएन। त्यो हो अहिलेको यो युगमा प्राविधिक शिक्षाको महत्त्व। काठमाडौँमा बसोबास गर्ने मेयर बालेन्द्र शाहलाई हेरौँ, जसले प्राविधिक शिक्षाको ज्ञान हासिल गरेका थिए, जोसँग निर्माण लगायत अन्य थुप्रै कुराहरूको ज्ञान थियो। एक प्राविधिक शिक्षा हासिल गरेको व्यक्तिले काठमाडौँलाई विकास गरेर त्यो स्तरसम्म लैजान सक्छ भने सोच्नुहोस्, यदि हामीले पनि प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्ने हो भने हजारौँ बालेन्द्र शाह आउँछन्। यिनी हजारौँ बालेन्द्र शाहले यो देशलाई कुन स्थानसम्म पुर्याउँछ। त्यस कारणले यो युगमा अहिले प्राविधिक शिक्षाको आवश्यकता रहेको छ। हुँदै अहिले प्रविधिले यतिसम्म फड्को मार्यो कि मलाई केटा बन्दै झ्याउ लाग्यो भने म आफ्नो जेन्डर चेन्ज गरेर केटी पनि हुन पाउँछु। प्राविधिक शिक्षाले त्योसम्म फड्को मारेको छ। हामी ढुङ्गे युगदेखि अहिलेको आधुनिक युगसम्म के कारणले आयौँ? यो सबै प्राविधिक शिक्षाको कारणले हो महोदय। हामी गर्वका साथ ठुला देशहरू अमेरिका, युके, क्यानाडा जस्ता देशहरूलाई गर्वका साथ ठुला देश, विकसित देश भनेर भन्ने गर्छौँ। यो सब के का कारणले भयो? किनकि उनीहरूले प्राविधिक शिक्षालाई प्राथमिकता दिए। उनीहरूले आफ्नै देशमा उद्योग कारखाना खोले, आफ्नै देशमा सवारी साधनहरू बनाइदिए, आफ्नै देशमा प्लेन बनाइदिए। हुँदै अहिले प्रविधिले यतिसम्म फड्को मार्यो कि तपाईँ र हामी विद्यालयदेखि घर गएको जस्तो बनाइदियो। यहाँबाट मङ्गल ग्रहसम्मको सफर यो सबै प्राविधिक शिक्षाको कारणले भएको। कोसिस गरे पक्कै पनि सकिन्छ फलाम गलाउन। यदि प्राविधिक शिक्षा रोज्यौ भने सक्छौ तिमीले आफ्नै देशमा हिरा बनाउन। अहिलेको युगमा प्राविधिक शिक्षाको आवश्यकता रहेको छ। प्राविधिक शिक्षाले विभिन्न ठाउँहरूमा ठुला योगदान दिइरहेको हुन्छ। यदि प्राविधिक शिक्षा तिमीले हासिल गरेर त्यसलाई व्यवहारिक जीवनमा उतार्न सक्छौ भने तिमीले आफ्नो समाज बदल्छौ। जब समाज बदल्छौ गाउँ बदलिन्छ, जब गाउँ बदलिन्छ देश बदलिन्छ। त्यसरी नै यो संसार आज आधुनिक युगसम्म आएको। प्राविधिक शिक्षा यदि सबैजनालाई प्राविधिक शिक्षाको ज्ञान आवत हुन्थ्यो भने, यदि आज घरमा एउटा लाइन बिग्रिँदाखेरि 50औं किलोमिटर टाढाबाट मान्छेलाई बोलाउन पर्थेन होला। यदि प्राविधिक शिक्षा हुन्थ्यो भने उद्योग पल्ला घरे दाइले जान्नु भएको छ, त्यो सिप उहाँसँग छ भनेर उहाँलाई बोलाएर पनि आफ्नो घरको काम गर्न सकिन्थ्यो। त्यसै कारणले आज यो युगमा प्राविधिक शिक्षाको आवश्यकता रहेको छ। सैद्धान्तिक ज्ञानलाई मैले खराब भन्न खोजेको होइन, तर सैद्धान्तिक जसले डिग्री हासिल गर्यो उसले केवल झुटो शान र रवाफ पायो। जसले डिग्री हासिल गर्यो उसले केवल झुटो शान र रवाफ पायो। जुन देशले प्राविधिक शिक्षालाई महत्त्व दियो त्यही देश विकास गर्न पायो, त्यसैले प्राविधिक शिक्षाको ठुलो आवश्यकता रहेको छ। हरेक देशले यदि प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै जाने हो भने अहिलेको यो युग चन्द्रयानमा मात्रै होइन, चन्द्रयानमा मात्रै सीमित नभएर धेरै ठाउँमा पुग्न सक्छ। अहिले त यतिसम्म प्रविधिले फड्को मार्यो कि आमालाई 9 महिना आफ्नो छोरालाई पेटमा राख्न गाह्रो भयो भनेर अहिले त आमा र बाउ बिना पनि छोरछोरी जन्माउन सकिन्छ। हिजो भर्खरै एउटा न्युज आएको थियो जापानबाट, प्रविधिले त्यो लेभलसम्मको फड्को मार्यो। प्रविधिले गरे जे पनि सम्भव छ आफ्नै
देशमा हिरा फलाउन सकिन्छ। त्यसैले जसले प्राविधिक शिक्षा रोज्छ त्यो मान्छेलाई राष्ट्रप्रेमी भन्दा फरक पर्दैन, किनकि जसले प्राविधिक शिक्षा रोज्छ आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यका साथ अगाडि बढ्छ। जब आफ्नै देशमा केही गरिन्छ तब आफ्नै देशमा उद्योग कल कारखाना, आफ्नै देशमा विभिन्न प्रकारका गाडीहरू हुन्छ, तब हामी जस्तो नेपाललाई पनि अविकसित राष्ट्र भनेर कसैले भन्ने छैन। नेपाल पनि पक्कै पनि चन्द्रमालाई चुम्न जानेछ। प्राविधिक शिक्षा जसको राम्रो छ हामी त त्यो देशको इसारामा घुम्छौँ। प्राविधिक शिक्षा जसको राम्रो छ हामी त त्यो देशको इसारामा घुम्छौँ। हामीले पनि प्राविधिक शिक्षा पढेका छौँ। हेर्दै गर्नुहोस् महोदय, एक दिन पक्कै पनि हामीले चन्द्रमालाई चुम्छौँ।